आजदेखि चाहिँ हाम्रो वार्षिक परीक्षा छ स्कुलमा। देखाउँछु मेरो किचन रहेको छ, सहकारी अर्कोमा पसल छ। अनि मेसेज पठाइदिए भने त्यो घरिघरि सुन्छु। अहिले भर्खर आएर चाहिँ किन मलाई भोक लाग्दैन आज, सधैँ त यतिखेर लाग्थ्यो भनेर सोचे। लास्टमा त स्कुलबाटै खाजा खाएर आएको रहेछु। हेलो साथीहरू, नमस्कार, सेवा, गुड मर्निङ। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। म रिना थामी। मैले चाहिँ भ्लग बनाउने गर्छु अनि म एकदम ठिक छु। हजुरहरू पनि ठिक हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला भन्ने आशाको साथ मैले चाहिँ आज मेरो न्यू भ्लग चाहिँ न्यू डे सुरुवात गर्दैछु साथीहरू। अनि म चाहिँ बिहानै उठेर यताउता गरेर अब नुहाएँ अनि खानाहरू पनि बनाएँ। खानासाना खाएर स्कुलको लागि रेडी हुन्छ। 12 बजेदेखि सायद इक्जाम सुरु हुन्छ। आजदेखि चाहिँ हाम्रो वार्षिक परीक्षा छ स्कुलमा। आज चैत्रको 7 गतेदेखि अब आफ्टर 1 मन्थ अनि ठ्याक्कै न्यू इयर पनि सुरु हुन्छ। वैशाख 2082 साल कति छिटो टाइम जान्छ, कति छिटो टाइम जान्छ साथीहरू। ओ माई गड। यतातिर चाहिँ मेरो किचन रहेको छ, सबैले म देखाउँछु। मेरो किचन रहेको छ अनि सुत्ने रुम चाहिँ तल रहेको छ। यो पुरै घर मेरो भने पनि हुन्छ हैन। बाहिर दुईटा सटरमा के अरे एउटामा सहकारी अर्कोमा पसल छ अनि अरू घर चाहिँ सब मेरो भने पनि हुन्छ। यो चाहिँ जीवन दाइको घर हो। म चाहिँ यहाँ चाहिँ बस्छु। एक्लै बसेपछि चाहिँ खानाको चाहिँ ठेगानै हुँदैन। मैले चाहिँ खाना चाहिँ बनाएँ तर बेलुकाको तरकारी थियो, अब त्यही तरकारीसँग चाहिँ खानु पर्यो। यस्तो खाना बनाउनु अल्छी लाग्ने हो कि एक्लै भएर हो कि के हुने। अनि म त सबभन्दा बढी एडिक्टेड चाहिँ मोबाइलकै छ। म मोबाइल हेरेको गर्छु। त्यही भएर टाइममा खाना चाहिँ पाइँदैन। अनि म चाहिँ मस्त यहीँबाट नै स्कुल देख्छु हैन त, को आउँदैछ स्कुलमा, को आएको छैन भनेर चाहिँ। आज अलि ढिलाबाट सुरु हो हाम्रो। मैले चाहिँ खाना खाइसकेँ। अब के गर्नु पर्यो भने म चाहिँ रेडी हुनको लागि जानु पर्यो। ग्यास मारेर जानुपर्छ। अस्ति नै उतापट्टिको आग लागि भएदेखि त म त यस्तो डर लाग्छ। अब जे कुराको पनि एउटा एडभान्टेज र अर्को डिसएडभान्टेज भइ नै हाल्छ। टिचर भएको पनि एउटा एडभान्टेज भयो भने अर्को डिसएडभान्टेज त भइ नै हाल्छ। एउटा खुसी चाहिँ के लाग्छ भने पहिला पढाएको स्टुडेन्टहरू चाहिँ मसँग बोल्छ क्या, कहाँ हुनुहुन्छ म्याम, मिस यु म्याम भनेर चाहिँ बोल्छ। अनि मलाई त यस्तो खुसी लाग्छ त्यो बच्चाहरू बोल्दा। त कति क्युट मान्छेहरू थियो, मैले छोडेर आएँ कुरामा होइन त। यति राम्रो, यति माया गर्ने विद्यार्थीहरू थिए। यहाँ चाहिँ अब विद्यार्थीहरू चाहिँ अलि नपढ्ने खालका छन् होइन। अब त्यही भएर म अलि स्ट्रिक्ट खालको टिचर छु क्या। अब पढ्ने ठाउँमा त अब यसो मोटिभेसनल स्पिच दिएर होइन राम्रो पढ भने पनि पढ्छन् विद्यार्थीहरू। अनि तिनीहरू अलि टिचरसँग पनि कनेक्टेड हुन्छन्। अब यहाँ त के छ भने विद्यार्थीहरू पढ्दै नपढ्ने अनि खेलेर बस्ने, यताउता गर्ने, होमवर्क गरेर नल्याउने होइन त, भनेको कुरा नपढ्ने भएर चाहिँ। अनि म अलिकति स्ट्रिक्ट छु क्या। मदेखि चाहिँ विद्यार्थीहरू अलिकति डराउँछन्। तर के गर्नु, अब परिस्थिति अनुसार जसो छ त्यस्तै चाहिँ हुनु पर्यो। साथीहरू कोले लाग्छ आफ्नो भोइस कोलाई मन पर्छ। मलाई चाहिँ यस्तो भएको थियो कि पहिला चाहिँ म आफ्नो भोइस सुन्छु, यस्तो नराम्रो लाग्छ मलाई चाहिँ। भनेको नराम्रो सुनिन्छ कि धोद्रो सुनिन्छ। आफ्नो भोइस चाहिँ एकदमै मनै नपर्ने। जबदेखि भ्लग बनाएँ त्यसपछि चाहिँ मलाई चाहिँ आफ्नो स्वर यसो सुन्छु नि त, ओहो ठिकै रहेछ त स्वर त, मलाई त्यस्तो नराम्रो किन लागेको रहेछ भन्ने लाग्छ क्या मलाई चाहिँ। अहिले चाहिँ फेरि ठिकठाकै लाग्छ। अब पहिला चाहिँ कसैलाई मैले भोइस मेसेज पठाइदिए भने त्यो घरिघरि सुन्छु, मेरो भोइस किन यस्तो नराम्रो भन्ने लाग्थ्यो क्या मलाई। अनि अहिले चाहिँ लाग्दैन। अनि कसको प्रब्लम चाहिँ मेरो कपाल झर्ने प्रब्लम यति धेरै छ। टाउकोमा चाहिँ कपाल नै नहुने अवस्था पनि आउला भन्ने भइसक्यो। 12 बजेदेखि इक्जाम। आज सबै एसीको पनि, स्कुलको पनि, क्लास 8 को पनि यति धेरै कपाल झर्यो साथीहरू। यति धेरै कपाल झर्ने इयरफल चाहिँ लास्टै हुन्छ मेरो। म चाहिँ स्कुलको लागि रेडी भइसकेको छु। अब योभन्दा धेरै चाहिँ केही पनि रेडी हुँदिनँ म। मेकअप नो मेकअप नो सेकअप, किनकि अडिसन दिन जान लागेको होइन हिरोइनको। त्यही भएर स्कुलमा चाहिँ म सिम्पल भएर जान्छु। म मान्छे नै सिम्पलै हो। अब त्यस्तो मेकअप गर्न पनि आउँदैन अनि गर्दिनँ पनि, गरेको पनि ठिक लाग्दैन। अनुहार साह्रै बिग्रिन्छ मेरो त।
कहिले चाया आउँछ, कहिले पोतो आउँछ, कहिले के हुन्छ, कहिले डढ्छ। म त अनुहारले नै इन्सिक्योर फिल गर्छु कहिले कहिले। अनि यो चाहिँ भिक्स लगाउँछु मैले, ओठ नफुटोस् भनेर। त्यति हो लगाउने भनेको। सायद मैले फोन लादिनँ होला, अब माथि गएर बिजी बिजी भइन्छ। सायद फोन लादिनँ, सल्लाएर ओढेर जानुपर्छ। यो कुर्ताहरू लाउँदा ठिकै पनि देखिन्छ होइन, त्यस्तो नराम्रो पनि देखिँदैन, राम्रै देखिन्छ। तर म प्राय कुर्ता लाउँदिनँ कि, यो स्कुलको लागि मात्रै भनेर चाहिँ म कुर्ता लगाएको। अब किन कुर्ता लाउँदिनँ भने कहीँ हिँड्दाखेरि म आफूलाई चाहिँ कमजोर फिल भएको जस्तो फिल हुन्छ क्या मलाई चाहिँ। कुर्ता लगायो भने चाहिँ म चाहिँ एकदमै कमजोर भएको जस्तो फिल हुन्छ। अब त्यस्तो अलिक कमजोर भएको जस्तो केटी अलि म परिनँ होइन त, त्यस्तो फिल गर्ने केटी परिनँ। त्यही भएर चाहिँ म प्रायः कहीँ गएँ भने चाहिँ लाउँदिनँ। तर स्कुलमा चाहिँ अब यसरी संस्कारी भएर जानु पर्यो होइन त। अब सायद म स्कुल जान्छु होला, साथीहरू स्कुल गएर भरे भेटौँला है त। म चाहिँ स्कुलबाट आइसकेको छु। अनि अब खाजासाजा पनि स्कुलबाटै खाएर आएको छ आज चाहिँ। अहिले भर्खर आएर चाहिँ किन मलाई भोक लाग्दैन आज, सधैँ त यतिखेर लाग्थ्यो भनेर यसो सोचेँ। लास्टमा त स्कुलबाटै खाजा खाएर आएको रहेछु। अनि मेरो यतातिर चाहिँ लुगा हिजो टोपी सुकाएको थिएँ मैले। म छठमा आएर बसौँ कि उँधो नै बसौँ भन्ने भयो क्या मलाई त। अनि मलाई चाहिँ मस्त निन्द्रा लागेको छ, मस्त निन्द्रा लागेको छ। अब म सायद एकछिन चाहिँ सुत्छु होला। अलिअलि थाकेर पनि होला। स्कुल त ढिलोबाट सुरु हुन्थ्यो, तर हामी चाहिँ एकदमै छिटो गएको थियौँ नि त स्कुल। अनि 10 बजी स्कुल पुग्यौँ। यतातिर चाहिँ हाम्रो टिमुरको बोट पनि रहेको छ। यतातिर आलु, यो हिउँदे आलु, यतातिर बर्खे आलु चाहिँ रोप्ने बेला भएको छैन। अनि यतातिरको आलु चाहिँ फेरि एकदम मिठो हुन्छ, एकदम मिठो हुन्छ। अनि अरू कुरा त यस्तै हो, टिचरको लाइफमा न्यू भन्ने कुरा केही पनि हुँदैन। अनि स्कुल बिदा भयो भने न्यू कन्टेन्ट अलिकति हुन्छ, बनाइन्छ होइन। अहिले अब स्कुल लाग्दाखेरि त म स्कुल जाने आउने बस्ने मात्रै हो। त्यही भएर यति हो आजको कुराकानी, यति भयो। स्कुल गएँ अनि आएँ, अनि खाजा खाएँ, बसेँ, सुतेँ, उठेँ होइन त, त्यति हो। त्यही भएर आजको भ्लग चाहिँ म एन्ड गर्न जाँदैछु। कसले मेरो भ्लग हेर्नुहुन्छ होइन त, कस्तो लाग्छ कृपया कमेन्ट गर्नु होला। अनि मेरो भ्लगलाई लाइक सेयर पनि गर्न नबिर्सिनु होला र युट्युब च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनु होला र छेउमा भएको बेल आइकन पनि थिच्न नबिर्सिनु होला है साथीहरू। जसले गर्दा चाहिँ मैले भिडियो हालेको तपाईँहरूलाई थाहा हुन्छ। यति भन्दै आजको भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु साथीहरू। बाई।